के नेपाल बफर राष्ट्र हो? नेपाल बफर राष्ट्र हो कि होइन भनेर बुझ्नु अगाडि बफर राष्ट्र भनेको के हो त्यो बुझौँ है त। बफर राष्ट्रको क्लासिकल डेफिनेसन अनुसार कुनै पनि राष्ट्र बफर राष्ट्र हुनको लागि 3वटा मापदण्डहरू रहेका छन्। पहिलो मापदण्ड, त्यो राष्ट्र दुई ठूला महाशक्तिशाली राष्ट्रको बीचमा रहेको हुनुपर्छ र ती दुई महाशक्तिशाली राष्ट्र एक अर्काका विरोधी अथवा प्रतिद्वन्दी राष्ट्र हुनुपर्छ। र दोस्रो मापदण्ड हो, त्यो बीचमा रहेको राष्ट्रको परराष्ट्र नीति न्युट्रल अर्थात् तटस्थ हुनुपर्छ। र तेस्रो मापदण्ड हो, ती दुई महाशक्तिशाली र परस्पर विरोधी राष्ट्रको बीचमा रहेको तटस्थ राष्ट्र सैन्य शक्ति र अर्थतन्त्रमा ती दुई शक्तिशाली राष्ट्रभन्दा कमजोर हुनुपर्छ। अब हामी यी तीनवटै मापदण्डलाई केलाएर हेरौँ र नेपाल त्यहाँ पर्छ कि पर्दैन त्यसको चिरफार गरौँ है त। अब कुरा गरौँ पहिलो मापदण्डको। के नेपाल दुई महाशक्तिशाली राष्ट्रको बीचमा रहेको छ? नेपालको उत्तरमा चीन छ भने दक्षिणमा भारत छ। के चीन महाशक्तिशाली हो? अवश्य हो। चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो, संयुक्त राष्ट्र सङ्घको स्थायी सदस्य हो, साथै सैन्य शक्तिको हिसाबले पनि विश्वको शीर्ष 3 राष्ट्र मध्ये एक हो। अझ उत्पादनको हिसाबले हेर्ने हो भने त विश्वकै कुल उत्पादनको 30% हिस्सा चीनले ओगट्छ। अनि त्यस्तै हाम्रो दक्षिणमा रहेको भारत पनि महाशक्तिशाली राष्ट्र हो। यो विश्वको 6औं ठूलो अर्थतन्त्र हो। त्यस्तै ब्रिक्स जस्तो संगठनको संस्थापक राष्ट्र हो। अनि सैन्य तथा सामरिक शक्तिको हिसाबमा हेर्ने हो भने पनि भारत विश्वको शीर्ष 5 स्थानमा अटाउने राष्ट्र हो। अनि चीन र भारत एक अर्काको विरोधी एवं शत्रु राष्ट्र हुन् त? यो प्रश्न भने अलि जटिल छ। यी दुई राष्ट्र परस्पर विरोधी राष्ट्र हुन्, किनकि चीन र भारतको जहाँ जहाँ सीमाना जोडिएको छ त्यहाँ लाइन अफ कन्ट्रोललाई लिएर विरोध छ। यी दुई राष्ट्रहरूको बीचमा सन् 1962 मा अस्काई चीनलाई लिएर युद्ध नै भएको थियो। सन् 2017 मा पनि भारत, चीन र भुटानको ट्राइजङ्सन बोर्डर दोकलाममा 73 दिनसम्म मिलिटरी कन्फ्रन्टेसन भएको थियो भने 2020 मा त गलवान भ्यालीमा भएको झडपमा चीन र भारत दुवै पक्षको आर्मीहरूको हताहत नै भएको थियो, जसमा भारतका 20 र चीनका 4 सेना मारिएका थिए। टाइममा सिमानालाई लिएर युद्ध भए तापनि भारत र चीनको बीच ठूलो व्यापार हुने गरेको छ। ब्रिक्स जस्तो शक्तिशाली समूहमा दुवै राष्ट्र एकै ठाउँमा छन्, त्यसैले भारत र चीन बीच दुश्मनी र प्रतिस्पर्धा भए तापनि उनीहरू सदाबहार युद्धमा भने छैनन्। यसरी पहिलो मापदण्डलाई हेर्ने हो भने नेपाल बफर राष्ट्रको मापदण्डभित्र पर्छ। अब दोस्रो मापदण्डको कुरा गरौँ। कुनै पनि राष्ट्र बफर राष्ट्र हुनको निमित्त त्यो राष्ट्रको परराष्ट्र नीति तटस्थ अथवा न्युट्रल हुनुपर्छ। के नेपाल तटस्थ राष्ट्र हो? हो। नेपाल भारत र चीनको बीचमा हुने युद्धमा, सीमा विवादमा तथा व्यापार विवादमा कसैको पनि साथ दिँदैन र तटस्थ बस्छ। यसरी नेपाल बफर राष्ट्रको दोस्रो मापदण्डभित्र पनि पर्छ। अब जाउँ तेस्रो मापदण्डमा, जुन हो दुई महाशक्तिशाली र परस्पर विरोधी राष्ट्रको बीचमा रहेको त्यो न्युट्रल राष्ट्र सैन्य शक्ति र अर्थतन्त्रमा ती दुई शक्तिशाली राष्ट्रभन्दा कमजोर हुनुपर्छ। हो, यो कमजोर भन्ने शब्द नै हामी नेपालीलाई कसैले नेपाल बफर नेसन हो भन्यो भने सबैभन्दा असन्तुष्टि दिने आधार हो। अर्थतन्त्र हेर्ने हो भने नेपालको जीडीपी $45 बिलियन छ भने भारत र चीनको क्रमशः 4.5 ट्रिलियन र 20 ट्रिलियन रहेको छ। अर्थतन्त्रको हिसाबले नेपाल यी दुई छिमेकीको तुलनामा कमजोर मात्र होइन, धेरै नै कमजोर छ। अनि अहिलेको सैन्य शक्तिको दृष्टिकोणले हेर्ने हो भने चीन र भारत विश्वको तेस्रो र चौथो शक्तिशाली राष्ट्रहरू हुन् भने नेपाल र्याङ्क गरिएका देशहरू मध्ये पुछारबाट शीर्ष 20औं स्थानमा पर्छ। अब के यो भन्दैमा नेपाल एउटा कमजोर राष्ट्र हो त? के नेपाल यसरी कमजोर भएकोले चीन र भारतले लौ हामी सधैँ जुधेर बस्छौँ, बरु हामी बीचमा एउटा डिमिलिटराइज्ड अर्थात् असैनिकीकरण क्षेत्र बनाम, जसलाई नेपाल नाम दिउँ, अनि यसले हाम्रो बीचमा डाइरेक्ट हुने कन्फ्लिक्ट र द्वन्द्व पनि घटाउँछ भनेर बनाएको देश हो र? अवश्य होइन। हाम्रो राष्ट्र नेपाल हाम्रो पुर्खाले ब्रिटिस साम्राज्यले संसारलाई राज गरिरहँदा पनि बम, गोला र बारुदको विरुद्ध खुकुरी, भाला र ढुङ्गाले लडेर जोगाएको एक सक्रिय र जीवन्त राष्ट्र हो। ब्रिटिसले भारतलाई र जापानले चीनलाई कजाएर राखेको बेलामा पनि आफ्नो शासन सत्ता कसैको हातमा पर्न नदिएको एक पराक्रमी राष्ट्र हो। हामी कतिपय नेपालीहरूको बफर राष्ट्र भन्ने बित्तिकै प्यासिभ राष्ट्र अथवा शक्तिशाली राष्ट्रले आफ्नो सुरक्षाको निमित्त बनाएको स्याटेलाइट राष्ट्र हो भन्ने बुझाइ छ।
र यदि हामीले ऐतिहासिक रूपमा हेर्ने हो भने यो बुझाइमा सत्यता पनि छ है। जब दोस्रो विश्वयुद्ध सकियो, विश्वमा दुई शक्तिको उदय भयो, संयुक्त राज्य अमेरिका र सोभियत युनियन। अमेरिकाले सोभियत युनियनको बढ्दो शक्तिलाई रोक्नको निमित्त सन् 1949 अप्रिल 4 को दिन आफू लगायत क्यानाडा र वेस्टर्न युरोपको 10 राष्ट्र गरी टोटल 12 राष्ट्र मिलाएर नेटो संगठन बनायो। यसको उद्देश्य यदि नेटो राष्ट्रको सदस्य राष्ट्रहरूमध्ये कुनै राष्ट्रलाई अरू देशले आक्रमण गर्यो भने त्यो आक्रमण नेटोको सबै देशलाई गरेको ठहरिन्छ र सबै देशले त्यो आक्रमण गर्ने देशको विरुद्ध संयुक्त रूपमा लड्छ र कलेक्टिभली एक अर्काको सुरक्षा गर्छ भन्ने थियो। नेटो संगठन बनेपछि आफ्नो सुरक्षाको निमित्त उता सोभियत संघले पनि 6 वटा राष्ट्रहरूको एउटा बेल्ट अर्थात् घेरा बनाउँछ र यो घेराको उद्देश्य थियो युएसएसआर र नेटो राष्ट्रहरूको बीचमा बफरको काम गर्ने, जसलाई इस्टर्न ब्लक भनिन्थ्यो। ती राष्ट्रहरूमा पोल्यान्ड, वेस्ट जर्मनी, चेकोस्लोभाकिया, हंगेरी, रोमानिया र बुल्गेरिया थिए। यी 6 राष्ट्रहरू पेपरमा त स्वतन्त्र राष्ट्र देखिन्थे, तर यी देशका सरकार अधिकतम सोभियत संघको कन्ट्रोलमा थियो। सोभियत संघले उनीहरूलाई आफ्नो स्वतन्त्र परराष्ट्र नीति बनाउन दिएको थिएन। यसको पुष्टि गर्छ सन् 1965 मा हंगेरीले आफूलाई इस्टर्न ब्लकबाट निस्कने प्रयत्न गरेको थियो, तर सोभियत सेनाले तुरुन्तै इन्टरभेन गर्यो र हंगेरीलाई इस्टर्न ब्लकबाट निस्कन दिएन। त्यस्तै काण्ड 1968 मा चेकोस्लोभाकियामा पनि भयो। अर्थात् यी राष्ट्रहरू स्वतन्त्र थिएनन्, यिनीहरू त सोभियत संघको स्याटेलाइट राष्ट्र जस्ता थिए। यसरी यो कोल्ड वार अथवा शीत युद्धताका सोभियत संघले बनाएका बफर राष्ट्रको कारणले गर्दा नै बफर राष्ट्र भन्ने बित्तिकै स्वतन्त्र हुँदैन भनेर धेरै बुद्धिजीवी र राष्ट्रवादीहरूलाई पर्नुलाई अन्यथा लिन सकिँदैन, किनकि हाम्रो नेपाल शीत युद्धकालीन बफर राष्ट्र जस्तो स्याटेलाइट राष्ट्र होइन। फेरि अर्को एउटा तबका छ जसले बफर राष्ट्र भन्ने बित्तिकै डिमिलिटराइज्ड जोन भन्ने बुझ्छ। डिमिलिटराइज्ड जोनको उदाहरण हो नर्थ कोरिया र साउथ कोरियामा रहेको यो एरिया, जसलाई कोरियन डिमिलिटराइज जोन DMZ भनिन्छ। सन् 1953 मा युद्धमा रहेका उत्तर कोरिया र दक्षिण कोरियाले युद्ध विराम गर्छन् र दुई देशको सिमानामा सैन्य विभाजन रेखा अर्थात् मिलिटरी डिमार्केसन लाइन MDL बनाउँछन्। उत्तर कोरिया र दक्षिण कोरिया दुवैले यो रेखाबाट आफ्नो देशको 2 किलोमिटर चौडाइको भाग छोड्छन् र कुल 250 किलोमिटर लम्बाइ र 4 किलोमिटर चौडाइको यो DMZ को स्थापना गर्छन्। DMZ स्थापनाको मुख्य उद्देश्य युद्ध रोक्नु र भविष्यमा फेरि युद्ध नहोस् भनेर सुनिश्चित गर्नु थियो। DMZ ले गर्दा नै पहिले आम्ने सामने हुने उत्तर र दक्षिण कोरियाली सेनाहरू अब 4 किलोमिटरको दूरीमा हुने भए र यसले झगडा र मुठभेड हुने सम्भावना कम गर्यो। यो क्षेत्रलाई कहिलेकाहीँ शान्ति वार्ता गर्न र दुई देशमा छुट्टिएर रहेको परिवारलाई पुनर्मिलन गर्न प्रयोग पनि गरिन्छ। अब कुरा आयो के नेपाल DMZ जस्तै चीन र भारतले बनाएको बफर हो त? अवश्य होइन। नेपाल इतिहास कालदेखि नै स्वतन्त्र रहेको भूमि हो, जो इतिहासमा आफै एउटा ठूलो शक्ति थियो। वर्तमान अवस्थामा नेपाल एक सार्वभौम राष्ट्र हो जहाँ जनताले आफ्नो सरकार आफै चुन्छन्। नेपालको आफ्नै स्वतन्त्र विदेश नीति रहेको छ र नेपाल 300 वर्ष पुरानो आधुनिक इतिहास बोकेको विश्वको 195 राष्ट्रहरू मध्ये 93औं ठूलो राष्ट्र पनि हो। बफर राष्ट्र भनेको दुई शक्तिशाली र परस्पर विरोधी राष्ट्रको बीचमा रहेको सानो तर स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न जसको न्युट्रल फरेन पोलिसी रहेको हुन्छ भनेर मान्नुहुन्छ भने नेपाल बफर राष्ट्र हो। तर यदि कसैले बफर राष्ट्र भन्ने बित्तिकै शीत युद्धकालीन ती इस्टर्न ब्लकका राष्ट्रहरू र DMZ सँग तुलना गर्छ भने नेपाल बफर राष्ट्र होइन।